नयाँ आविष्कार गर्न चाहने युवालाई मन्त्री महावीरको यस्तो आह्वान। मन्त्री भएपछि विज्ञान प्रविधिको क्षेत्रमा चाले पहिलो कदम। लु कसलाई दिमाग चाहिँ घुमिरहेको छ हैन, नयाँ नयाँ आइडियाहरू आएर चाहिँ नयाँ नयाँ केही जोसोर जाँगरहरू गर्न चाहिँ जोस जाँगर चलिरहेको छ, यहाँ तयार हुँदै गर्नुहोस्। अब बिस्तारै यहाँ आएर चाहिँ हामीले राम्रो आइडिया लिएर आउनेलाई, प्रतिभाशाली एकदमै यो फिल्डको मान्छेहरू स्वदेशमा भएको विदेशमा भएको सबैलाई चाहिँ म आह्वान गर्छु। देशको अस्तित्व वर्षौँ वर्षसम्म, सयौँ वर्ष, हजारौँ वर्ष सबैलाई देश चाहिँ हजारौँ वर्ष टिकोस् भन्ने चाहिँ लाग्छ। हजारौँ वर्ष चाहिँ देशलाई चाहिँ यो टिकाउनुको लागि विज्ञान प्रविधि र नवपरिवर्तनको चाहिँ सहयोग नलिकन हुँदैन। मैले चाहिँ एकदमै ठोकेरै भनिरहेको, अहिलेसम्म यो कुरा धेरैलाई मैले यो कुरा भन्दाखेरि धेरैको चाहिँ कान पनि दुखिसक्यो होला क्या। एउटै कुरा चाहिँ पटक पटक कति पटक चाहिँ सुन्दाखेरि त कान दुख्छ नि कतिको त। त्यस कारणले यो प्रविधि यो मन्त्रालयले गर्ने काम भनेको देशको अर्थतन्त्रको विकास गर्नको लागि टेवा पुर्याउने, विज्ञान प्रविधि र नवपरिवर्तनको माध्यमबाट। अब विज्ञान प्रविधिले देशको अर्थतन्त्रलाई कसरी टेवा पुग्छ भन्ने कुरा त साधारण मान्छेलाई पनि थाहा छ। जति पनि हामी अब अहिलेको यो कलियुगको समय भन्छौँ यो हैन, उपभोक्ता सबैलाई नयाँ नयाँ चिज, राम्रो राम्रो चिज लगाउन प्रयोग गर्न मन लाग्छ। अब त्यो प्रयोग गर्नको लागि चाहिँ अब जसरी भए पनि हामीले चाहिँ अहिले चाहिँ के भइरहेको छ भन्दाखेरि विदेशबाट आयात भइरहेको छ। देशमा जति पनि चिजहरू बनिरहेको छ, अब ठुलो ठुलो चिज त अब साधारण से साधारण वस्तुहरू पनि देशमा उत्पादन हुँदैन। त्यस कारणले त्यो सबै चिजहरू बाहिरबाट ल्याउँदाखेरि चाहिँ के हुन्छ भने देशको पैसा चाहिँ बाहिर गइरहेको छ र त्यसलाई भन्छ व्यापार घाटा। व्यापार घाटा भइरहेको छ, देशको विकास गर्नुपर्ने पैसा बाहिर गइरहेको छ। त्यस कारणले यो म चाहिँ यो विज्ञान प्रविधि यो मन्त्रालय, यो नवपरिवर्तन मन्त्रालयलाई मैले चाहिँ म अहिले चाहिँ यहाँ चाहिँ ठुला ठुला रकेटहरू उडाउने, चन्द्रमामा पुग्ने अथवा ठुला ठुला चाहिँ वैज्ञानिक अनुसन्धान आविष्कारहरू गर्ने भन्ने कुरा त्यो हुँदै गर्दै गरौँला। तर भोलिदेखि चाहिँ के त भन्दाखेरि नवपरिवर्तनमा चाहिँ जोड दिनु पर्छ। नेपालमा बनाउन सक्ने चिज नेपालमै बनाउने, सबै चिज नेपालमा बनाउन सकिँदैन। नेपालमा जति पनि चिजहरू आयात हुन्छ त्यो आयात हुने चिजहरूमा कमसेकम 20-25-30% चिजहरू नेपालमै बनाउन सकियो भने 25-30% व्यापार घाटा त कम हुने भयो नि, अनि नेपालको पैसा बाहिर नजाने भयो। अब त्यो नेपालमै बनाउँदाखेरि त्यसको बनाउनुको लागि चाहिँ के हुनु पर्यो भन्दाखेरि त्यसको अनुसन्धान हुनु पर्यो। त्यो भनेको नवपरिवर्तन हो। नवपरिवर्तन भनेको कुनै नयाँ नयाँ चिजहरू आविष्कार गर्ने होइन। नयाँ चिजहरू वैज्ञानिकहरूले आविष्कार गर्छन्। वैज्ञानिकहरूले आविष्कार गरेको चिजलाई चाहिँ त्यसमा आफ्नो दिमाग लगाएर नयाँ नयाँ चिजहरू बनाउने। अहिले सबैको हातमा मोबाइल छ, मोबाइलको आविष्कार गर्ने वैज्ञानिक एउटा हो, तर त्यो कसैले आविष्कार गरेको चिजलाई, आइडियालाई चाहिँ सुधार गरेर अल्लाह त्यसलाई भन्छ नवपरिवर्तन गरेर चाहिँ नयाँ चिजहरू बनाएर बिक्री गर्ने। कुनै चिज बनाउँदाखेरि के हुन्छ त भन्दाखेरि बनाउनको लागि, नवपरिवर्तन गर्नको लागि, इनोभेसन गर्नको लागि चाहिँ पैसा धेरै खर्च हुन्छ, धेरैभन्दा धेरै पैसा खर्च हुन्छ। अनि त्यो खर्च भएको पैसा चाहिँ सरकारले हाम्रो तर्फबाट सकेसम्म हामीले चाहिँ नवप्रवर्तकहरूलाई चाहिँ उपलब्ध गराउनु पर्छ। पैसा भन्दा सहुलियत दिनुपर्छ।